चलाउँछौ तिमी हामी हिँड्दै आउँछ क्या चलाएर पनि बस्ने पनि बहिनीले चलाएको अनि बहिनी मैले उल्टा कस्तो बवाल चलाउन सिकाएको छु म कहाँ पुऱ्याउँछु गाडी चलाएर अब यति त चलाइदिहाल्छु बिस्तारै सक्छौ। भयो नि चलाइदिनु सक्छौ बुढी चलाउनु नै त्यसरी त सक्छु डरै नमानिकन चलाइदिनु पर्छ क्या बुढी त्यही हो डर लाग्दैन नि त जस्तोमा चलाउन सकिन्छ स्टियरिङ घुमाउन आउँछ ब्रेक एसिलेसन हान्न आउँछ अटोमेटिक हो यार किन हात्थ्यो ब्रेक हान्न आइहाल्छ घुम्री सुम्री हात स्टियरिङको घुमाउने बस्ने बेलासम्म सुस्त चलाउने हो त्यसपछि आफूलाई हात थाहा भइसकेपछि कति घुमाउनु पर्छ के गर्नु त्यसपछि त रङ घुमाउनुहोस् मलाई त बवाल मजा लाग्छ टर्निङहरूमा चलाउनु त तपाईँ के भन्नुहुन्छ रामेनको कुरामा नाइस अहिले अब तलै बुढी खाने हो नि खान मन ला हो कोही एकजनालाई मात्र मन ला हल्का तातो छ खाइदिने हो बहिनी यार म तिम्रो तापौँ होइन एक घन्टा जति बसौँ त होला होइन त्यति बेला त खाइहालिन्छ 4:30 थोरै थोरै खाने एउटा सिङ्गै खाने होइन थोरै थोरै खाने हो अब तापौँ बसौँ किन हत्ते रसै गरेर गइहाल्नु होइन यहाँ बस कस्तो मिठो हुन्छ ताको तापेको पुरै ल हस् नाइस ओके ल कुरा गर्यो बहिनी तिमीले। हामी कन्भिन्स भइसक्यौँ बुढी तिम्रो कुरा मलाई मन परिसक्यो कि दाइको अझै गीत बजाइदिनु है छैन होइन त्यस्तो छैन गीत बजाइदिनु त्यसमा ल। केही बस्दैन यहाँ मेरोमा त डाउनलोडमा छ तर अब कनेक्ट गरिदिनुहोस् खाना कति यो पनि युट्युबमा जान्छ है गाइज युट्युबमा फेरि च्यानलमा आउँछ होइन फोनमा राखेर के गर्ने के च्यानलमा आउँछ भिडियो बोलेको चाहिँ आउँदैन बोलेको अडियो म्युट गरिदिने के बोले राखेर नि त अडियो म्युट गर्नु पऱ्यो होइन बोलेको त हेर्दैन नि त अडियो किन रामेन भएको त कहाँ हेर्छ हामीले नेचुरल हालिदिने हामी होइन नेचुरल एभ्रिथिङ नेचुरल छ केटा भने हल्का साडा बोलेको नि छैन छैन नि यार हामी आनन्दले बसेर गरेको छ आहा यसले के ठाउँ कहाँ रोक्यो यार नराम्रो ठाउँमा फेरि रोक्यो यार। ठाउँ दिएको हो गुड म्यान थ्याङ्क यू चिज बोय 15 AM थ्याङ्क्स के हामीलाई के भन्यो हात उठाउँदैछ यार के भन्यो खोइ, गर्दैछ रोकेर झ्याम्नै हान्दिनु हो क्या होइन त्यसलाई त्यस्तो गर्ने होइन हामी तर सफल भएछ अब त यहाँबाट तरङ्गी के तालको होला भन्यो होला नि त ओह्रालोमा आगोलाई दिनुपर्छ थाहा छैन जहिले नि हाम्रो त ट्राफिक नियम त हामीले पुरै पालना गर्ने हो आउँदाखेरि त्यत्रो सबजना हामीले सबलाई दिएको है जाँदाखेरि है ल न कसैले थ्याङ्क यू भन्यो छोरीहरू हामीलाई धन्यवाद त दिनु कहाँ हो उल्टै खनाल कहाँ पुगिसक्यो अनि थ्याङ्क यू पनि भन्दै खाँदा त्यसलाई त यार त्यस्तो ब्याक गरेर आफू भी गर्दैछु म अब कुर भन्दैछु है फेरि पाइलटको त पुरै इज्जतै छैन सम्मानै छैन ठुलो हात हुन्छ को ए तैँले भिडियो खिचिरह हो मतलब खडा हो बहिनी यार पछाडिको ब्याक सिटमा बसेर नि बुझिदिन्छ गाह्रो हुन्छ नि ब्याक सिटमा बसेर बुझ्नु धेरै कसरी गर्छौ तिमी कसरी सक्छौ तिमी त महान कलाकार हो बुझ्नै पर्छ होइन पुरा